जस्तै खन्जुको ठाउँ कि ठाउँ शशिकला मानन्दरिया नुगु उपन्यास सङ्कल्प या ठाउँ विमोचन दिएछौँ जस्ता टर्मै जस्ता ख कि वेका नेपाल भाषा या नापामा मिसा उपन्यासकार जग मखो नेपाल भाषा या नापामा मचा उपन्यासकार न अहिले नेपाल भाषा या नापामा पुरा प्याखौ या चोमिन तो सँगो रेकर्ड तैली म गएका यो ठाउँको उपन्यास विमोचन दिएको छोछो टरौँ अवसर खरेर चाहिँ झिक्टाएको खला जुझा ठो उपन्यास यो बारे नमन बिटका उपन्यास बेदिल जी बनाउनु दो अझै गर्छ जिउ मान्यता छुलेर गाडे हामीले उपन्यास यो बारे समीक्षा ढका उके गुन्छौँ बुटी सुखडु उके कथान घुटन ज्ञान जोडु घटनाक्रम घुटन ज्ञान जोडु विषयवस्तु सुख ठुटै चाहिँ बेले उपन्यास भुनी पिण्ड पाठक पिण्ड चाहिँ भाइपिस चुनिएपट्टि अवस्था त्यहाँ भई छाड गरेर लासा उपन्यास यो मुख्य विषय रहे मतलब विशेषता रहे जी ठुक ठ कौतूहल ख भूमि पिनी नुगले बुली अपो कौतूहल बोलंगे फट उले वो उपन्यास सफल जी ख आछुजी अले छुजी yana चाहिँ यो टमाटम सालेंगा पचाको उपन्यास बुनकी फटगा दल्लासा वो उपन्यासकार सफल जी ख जी ठुक ठ ठठे ख आठो विमोचन जेचौपट्टि छ ठो उपन्यास दो ठो उपन्यास चाहिँ जुने छुछु विशेषता धुर्या त्यो विषय चाहिँ छोटा जको जुसा चाहिँ जिन्सिक पनि जुन नजर हार्न यो कानलाई चाहिँ कन्जुरी मक्द ठिक विशेषता छुछु दुले गाडे हामी चाहिँ विशेषता छुछु गर्ने अहिले उसले यो चाहिँ छुरा छ छटनी त वेको यो व्यक्तित्व इटको या चाहिँ छपुचा जी ढामास्ट हो उछुले ढाबले छिठा उपन्यास चाहिँ त्यहाँ चाहिँ भुसानो निरन्तर चाहिँ उपन्यासकार त एकदमै कमजोर हो गरे चाहिँ એટલે નાપામાં જેसँग उपन्यास सम्राट ढका हन टाइममा भुसा सामीजो वेकमा चाहिँ डक्टर नापा उपन्यास लेदिल वेकमा मेम्युनो उपन्यास लेदिल अथवा वो ढुङ्गा जे ईश्वरानन्द श्रेष्ठाचार्य जो अथवा गिरिजा प्रसाद जोशी अथवा यहाँ लिपान चाहिँ जे मथुरा सामीजू अरुण सामीजू राज सामीजू नजरराम महर्जनजू वेकसँग टगु उपन्यास जोया उपन्यास विधायक चाहिँ झ्याक्सोन दिए ख नत्र यो खसा अपो अथे चोमी पिस छौजको उपन्यास जोया लेबा झ्याप्ने लागि चाहिँ धादिको छौया खण्डु फे झोले ढ्याउ खसा जे शशिकला मानन्दर निरन्तर ला झ्याक्सोन दिमा छम उपन्यासकार ख वेको ठौ चाहिँ बुठो पिन्न चाहिँ उपन्यास ख होन चाहिँ छौ चाहिँ ठुकिए चाहिँ छौ दसुख अहिले ठे झोले मेरो छौ चाहिँ अखुन्जिनी जे छौ चाहिँ पत्रिका बना जनास्था थिएन छ जनास्था पत्रिका चाहिँ छौ कला स्तम्भ चाहिँ छौ चाहिँ छुट्या लगाएर लाछ त्यो अझै मदन पुरस्कार ढाटो चाहिँ बोल लेख्या चाहिँ छुट्टै त भाषा मदन शमशेर एक काटो नपिए लेखेको ढा चाहिँ दौडुगा एकदमै बाम्ला भाषामा धेरै ख ढाट्यौँ खचाइ छ मदन पुरस्कार काप्ने हेर्दा ढाट्यौँ ख अहिले वो मदन पुरस्कार काप्ने मध्येलाई चाहिँ जस्तै सत्यमोहन जोशी अनलिपा कृष्णचन्द्र सिंह प्रधान अनलिपा छिटो शङ्कर लामी छाने हेरेँ यहाँ सोमपियामा लेखेको त्यसमा चाहिँ थपिनु स्टोरी चाहिँ लिपा छङ्कन कायम गर्दा नत्र यो भाषा चाहिँ शिल्पाकाल अझ अनलिपा चाहिँ म स्टार मऱ्यो उनीहरू चाहिँ छो टिप्पणी चाहिँ गेट हो उके चाहिँ छुछु उडान चाहिँ आयु नै भेटेको जस्तै कि चाहिँ
ठो अमर न्यौपाने अखण्ड सेतो धरती धाडी उपन्यास चाहिँ मदन शेर्पा काला पुरस्कार काला वहाँ चाहिँ आनक्नी चाहिँ हामी मेरो सपोर्ट पिकाहरू करोडौँ कस्तुरी धापजे वहाँ चाहिँ स्टोर कामया मोफ्टर के टिप्पणी दो अर्थात् हाँसे दो नारायण बागलीपट्टि चाहिँ कल्पसा क्याफे थन एकदम हलचलिया था तर वे नारायण बागलीपट्टि लिपा प्याओपट्टि चाहिँ मयूर टाइम्ससँग चाहिँ गोस्टर कामया मोफ्टरपट्टि सो टिप्पणी के दो आफ्नै सन्दर्भ चाहिँ जे शशिकलाजी चाहिँ छुट अच्छी ख चाहिँ हात्नु स्वाट्नु खर्च गरेर छ वो स्टोर ख वो आयोपट्टि चाहिँ छौ स्टोर चोला अनलिपा स्टोर मरियो भनेपट्टि स्टोरिया चाहिँ शशिकला जो चाहिँ चना मरो ढाउ खसा जस्तै नापा छौ चाहिँ छौ सामान्य स्टोरिया चाहिँ छोया लिपा बामा लगा मुङ गुनिपट्टि चाहिँ प्रवृत्ति दुबे लेखक त्यो छोले वेकहरू गथे चाहिँ नेपाली भाषा ढाउ खसा पारिजात महत्व हिँड्यापट्टि चाहिँ तस्मै महत्व मरु छुया मरु ठाठोपट्टि उपन्यास चाहिँ छोया सुर्याउ भ गए पारिजात ठाउँ चाहिँ नेपाली साहित्य नाम आकाशे मगामपट्टि समय टरमा चाहिँ आख्यानकार बिहा चाहिँ सिनाउन अर्थात् आख्यान ध्रुवचन्द्र गौतम बालुवामाथि चाहिँ यहाँ उपन्यास चोया चाहिँ सुर्याउ खसा आलिबा हुना चाहिँ तस्कै बामाला कृति चाहिँ व्याकरण चाहिँ चोयाले चाहिँ आख्यान पुरुष धागा चाहिँ ठाउँ चाहिँ धसन चुन्जियो बालुवामाथि उपन्यास चाहिँ बनढुङ्गा चाहिँ झिवा गएर छुपा चाहिँ सन्दर्भ छु सन्दर्भ गर्ले वेबसाइट चाहिँ धैर्य जो छु बालुवामाथि दा उपन्यास 60 पेज दको चाहिँ बालुवाई बालुवा ल छप्या मरो अनलिपट नि सिलसिले ल प्या होला देखा चाहिँ जीव धैर्यले व्याकरण चाहिँ ठोखैले चाहिँ एकदमै सहर्ष चाहिँ स्वीकारेन नेपाल भाषामा चाहिँ थोरै गम्भीर रूपमा भनिपि पाठक त बुझेको पनि जिल्ला सीएम बुझेको छ त्यसमा चाहिँ एउटा धैर्य योजना आ झिउ भाषा झिउ नेपाल भाषा चाहिँ स्वयं भाषा झिउ नापामा उपन्यासकार झुसा स्यामी वेकयुपट्टि चाहिँ मिसा उपन्यासकारी त चाहिँ मिसा उपन्यासित चाहिँ झुसा चाहिँ कजिउ उपन्यास जग्गा चाहिँ नालीमसी वो छो साधारण उपन्यास ख वो नापाङ्गो उपन्यास जुकार नयाँ जग्गा उगे चाहिँ श्रेष्ठ शिल्पा चाहिँ लाउ ख तर वेक्ल उहाँ लिपा ठेउ नक्सा मर्जीको चोइदिले कि गन्की थेयापट्टि विश्व चाहिँ वैभवपट्टि उपन्यास चोइदिल पासा थेया उपन्यास चोइदिल निभा थेयापट्टि एकदमै उत्कृष्ट उपन्यास चोइदिल वही चाहिँ सन्दर्भ चाहिँ ज चाहिँ सुधा मास्टर भाषा छौ संयोगत आमाला छे शशिकला मानन्दर नेपाल भाषा नापामा मिसा उपन्यासकार जिया नेपाल भाषामा नापामा उपन्यासकार जिया ठेटुए जसले नापाङ्गो वेकयो उपन्यास शैली न चाहिँ छौ साधारण उपन्यास क जो विचार तर वो ढुङ्गा प्याउ लेलु उइसमे चाहिँ बाल्न प्याउल यहाँ लिपा चाहिँ जल्ल थिउ लपुरा उइसमे बाल्न प्याउल यहाँ लिपा प्याउ मट्ने सगरमाथा उइसमे न बाल्न प्याउल सा आठौँ विमोचन जुपट्टि बु संकल्प उपन्यास ख उसमे न अझ उत्कृष्ट जिया चाहिँ प्याउ चाहिँ खुनौडु आ ठो उपन्यास छुतुले ढेगा ढाडे ले उइसे यहाँ चाहिँ छौ दिएको छौ न छिरा मास्टर छ जे आपा चाहिँ पनि लेखक चाहिँ छौ गोस चाहिँ सुखण्ड योजना पनि आछ छौए विषयले तत्व केन्द्रीय हो वे विषयले चाचा हेर्जनी हो पिटी चाहिँ टगु त्यहाँ तर सोल लगाएर हल्ला छ उठ्यो चुनियो को चाहिँ ठेउपट्टि सङ्गीतेन यो कुटु सङ्गीतेलाई चाहिँ घटे सङ्गीतेन अठ्याएको छुमा चाहिँ तस्कमा बाला चाहिँ मे चाहिँ सङ्गीत टल्ला छ अहिले वे उयो वमिन बाला तर चाहिँ जब छोचा क्यासेट ज्याप आवे नि अबले लगे सिकिरहेको वो फुको मे छपे मेट्या चुनि ठेउपट्टि ढोस चाहिँ खुन्दै चुनि जस्तो सङ्गीत अठ्याट आठ्यान्टो छिउ साहित्य चाहिँ पिन्न चाहिँ अप चल्की चाहिँ अठ्या चाहिँ ठोस दुई जतिका वे खुन लिसक्या अपि अयोपट्टि ढोसको मचाएको खुन्दै जतिमा ठेउ ढोस चाहिँ जी शशिकलाको मखना वेको यो प्रत्येक उपन्यास चाहिँ फरक चाहिँ पछिल्लो विषयवस्तु फरक बाखौँ नितान्तै चाहिँ भिन्न किसिमपट्टि चाहिँ प्लट हो अरे राखेको वेगयोपट्टि चाहिँ नापा यो उपन्यास न्याउने ठो उपन्यास ठोपिना चाहिँ उपन्यासको सङ्कल्प त्यो विषयवस्तु नै एकदमै अलगेट हो
नाप्नाबैसँग चाहिँ एकदमै फरक ज्या चाहिँ थियो जोड्नु अहिले ठिकै चाहिँ नि छुटो छुटो विशेषता चाहिँ छुटोले ढा चाहिँ यो अनुसार ठिकै चाहिँ छुटो विषय गठे ठिकै चाहिँ बाल यौन दुराचार दु त्यो चाहिँ ठिकै चाहिँ वर्णन दु महिला यौन हिंसा दु ठिकै त्यो वर्णन दु अहिले एकदमै पात्र यो चरित्र चित्रण बनाउन वो पात्र चाहिँ वो पात्र त मान्छेको परिवेश वातावरण त्यो चित्रण त्यसमै सूक्ष्म जीवको चाहिँ चित्रण यहाँनिर भूषा जीवको चाहिँ नेवा संस्कार संस्कृतिमा चाहिँ के चाहिँ सिमरेको चाहिँ घाँदा पेपुङ्गा चाहिँ यहाँबाट हो मतलब वो भुलिसिया चाहिँ टेर घा चाहिँ सिधेको चाहिँ त्यही त मखैसे चाहिँ सिमरेको को चाहिँ घाना यहाँबाट हो ठुलो चाहिँ जात्रा पर्व नेवारसँग हुन्छौँ जात्रा पर्व नखचखले नैपट्टि अथि नसतोसा अझ ठुके छौ छुट्टिनु ढा यो मरियो छौ बयान हो वो बयान पनि किला झिसले अब झिसँग चाहिँ नि यमर देख्नु सकिँदैन वो सोच्नु चाहिँ यमर दिएको लासी यमर दिएको चाहिँ छ उसले चाहिँ मतलब चाहिँ विस्तृत रूपमा चाहिँ के चाहिँ एन्टिडोट गानको एन्टिडोट हो अहिले आठो ठुल्ठुलो ढ्याङ्गा चाहिँ जे चाहिँ डल्लालिपा चाहिँ छुटेको छुट्याएको छ जुन हजार हेर्ने ठिकै चाहिँ भूछौ कौटुवल उपन्यास मरेको मगापट्टि चाहिँ छु कौटुवल रहे वो कौटुवल ठिकै चाहिँ सुरुनिसँग अन्डर ठेक्न कायम जोड हो सुरीपट्टि जा झाके चाहिँ बजार ठाकुर जोसँग लिपा चाहिँ घटनाक्रममा एकदम तीव्रगति ह्याउँछ हो एलिया झिलाटा ठो उपन्यास छम सामान्य बोमिन चाहिँ कसकै हिपुको बनिसा छम भौतिक पाठकन उटिकन जाने ठुकिलो चाहिने सन्तुष्टि काई हिउपट्टि चाहिँ जी विश्वास कयौडु ले ठे भलसाइलिसे जी गएको पाखि हान ठजावे बालाउ उपन्यास हानन चया हानन कितनी रेपट्टि चाहिँ आशयासे ठोए ठोख जी ठुलिएको चाहिँ सुधा